जनता जान्न चाहन्छन् कार्यक्रममा यहाँहरूलाई स्वागत गर्दछौँ। अबको हाम्रो विषय रहेको छ प्रधानमन्त्री को हुन्छ त भने केपी ओलीले भन्नुभएको छ प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु। अवश्य बनाउनुहुन्छ होला, मैले बारम्बार भन्दै आइरहेको छु। प्रचण्ड कि प्रधानमन्त्री बन्न सक्नुहुन्छ, यस विषयमा हामी आज कुराकानी गर्दैछौँ केपी ओली शर्मासँग। स्वागत छ यहाँलाई। ल ऋषिजी सुन्नुहोस् न, आजको सन्चै आरामै हुनुहुन्छ? आरामै छौँ। विषयतर्फ नै जानु पर्दा भन्दाखेरि तपाईले विषय उठाउनु भएको थियो प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु। के यो कुरा अवश्य हो? मैले बारम्बार पनि भन्दै आइरहेको छु केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु भनेर अठोट दिनुभएको छ। तपाईले किन अठोट नगरेर प्रधानमन्त्री बनाउन प्रचण्डलाई खोज्नुभयो? 10 गते सरकार बन्छ तपाईले भनिसक्नु भएको छ हो, तर प्रचण्ड प्रधानमन्त्री कसरी हुनु होला, बहुमत कसरी ल्याउनु होला त? यस बारेमा चर्चा गर्नका लागि बताइदिनुस् त। हेर्नु ऋषिजी, वास्तवमा पनि पहिलो पाँच वर्षमा पनि हामी गठबन्धनमै थियौँ। गठबन्धनमै हुनुहुन्थ्यो। त्यसपछि फुटो, तपाईँलाई थाहा हो। त्यसपछि अहिले आएर म हुन नसके पनि हाम्रो सम्बन्ध घनिष्ठ भएको हुनाले जे जस्तो भयो पनि रिसाएको पनि विपक्ष पार्टी परे पनि मैले प्रचण्डलाई बनाउने सोच, मेरो आशा, भरोसा, विश्वास सबै नै छ ऋषिजी। अरु प्रधानमन्त्री हुन सक्नुहुन्न? मेरो भनाइ त हो र अरू होला नहोलान् मलाई सरकार छैन, तर मैले बनाउने चाहिँ त्यही प्रचण्डलाई जो बनाउने हो। हेर्नुहोस् ऋषिजी, बनाउने हो, म नहुम्ला। 10 गतेसम्म प्रधानमन्त्री, 10 गतेसम्म सरकार होइन, प्रधानमन्त्री ढुक्कै के प्रधानमन्त्री ढुक्कै प्रचण्ड हुनुभयो ऋषिजी। अब अरू त जो पनि छ नि प्रधानमन्त्री हुनलाई त, अरू त्यस्ता माधवजी, शेरबहादुर हुनुहुन्छ, त्यस्तालाई हामीले बनाइन्छ। घण्टिका पनि बनाउनु। एमालेबाट अहिले युवा उम्मेदवार कोही थिएन? एमालेबाट उयो के अरे पहिला गठबन्धन भएर फुटिएपछि रिसाउँछन्, कति के गर्छन्, के हुन्छ यो राजनीति यस्तै रहेछ ऋषिजी। बुढेसकाल अनि तपाईँले विकासका योजना के गर्नुभयो? मैले हेर्नुहोस् पहिलो 5 वर्षमा पूर्व पश्चिम रेल लाने योजना पनि गरे, गफै गरे जस्तो भयो। धरहरा निर्माण गरे, तपाईँको चाहिने भन्नु पर्यो। नारायणघाटमा